गुरु आज किन ढिलो आउनुभएको भनेपछि त कमाइ छापिराख्नु भएको छ हेलो निमी हेलो मामा हाउ आर यु आई एम फाइन कहाँ आएको तिमी मामा घर आएको मजा लाग्छ होइन मामा घर आउन लाग्छ नि मजा किन लाग्दैन गुड आज के छ मामा घरमा कसरी थाहा हुन्छ मलाई के छ त बाहिर के हुँदैछ बाहिर पूजा हुँदैछ नि पूजा ओम साईराम होइन तिमी के भन्छौ ओम साईराम भन्छौ नि त होइन आयन त यहाँ सुतिरहेछ आयन सुतेको आयन फेरि सेठजी भएर सुत्छ जहिले पनि होइन आमामा उपर खुट्टी लगाएर चेस अब के गर्ने मोबाइल हेर्ने कि चेस ल थाहा छैन हेर्ने गर नि त ओ हेलो हाउ आर यु के छ आराम हुनुहुन्छ अघि हामीलाई भन्दा कि कसैको फोन आउँछ कसैको मान्छे आउँछन् कोही के हुन्छ सबै ठिक पारेर हिँड्यो घरमा सबैजना सन्चै सन्चै छ बिनाजु हिँड्दा अलिक सन्चै छैन र पनि यति बसेर ठिकै छ ठिकै छ पकाएर ठिकै कोलेस्ट्रल त्यति भन्न न कोलेस्ट्रल बढेको छ लडाइँ नचाहिँ लडाइँ एकदमै पछाडिबाट हाल्नु कि धम्किँदा औषधि खान थाल्नुभयो अनि फेरि अर्को जग्गा अहिले यो प्रेसरको दबाई चाहिँ खाइ नहाल्नु कोलेस्ट्रोलको मैले भिडियो हालेको छु हेर्नु खोजेर मलाई पनि भएर मैले घटाएको छु कोलेस्ट्रोल होइन अरू कुरा पनि छ खानेकुरा मेन भनेको खानेकुरा जडी भनेको खानेकुरा त्यो नखानु नखाँदा चाहिँ घट्छ दुधको कुरा आएन मासुजन्य कुरा केही पनि नखानु कोलेस्ट्रोल बढेको छ भनेको मासुजन्य कुरा भनेको दही पनि पर्छ दुध पनि पर्छ घिउ पनि पर्छ अन्डा पनि पर्यो माछा मासु त सबै पर्यो मैले साउनदेखि दसैँ तिहार पछि मात्रै सुरु गरेँ त्यत्रो बारे अहिले कहिले काहीँ त्यो पनि उसिनेर खान्छु उसिनेर खान्छु होइन त्यो पनि उसिनेर खान्छु त्यो चाहिँ गर्नुभयो भने कोलेस्ट्रोल मस्त घट्छ एकदम मैले जानेको कुरा है मलाई थाहा छ नि त मलाई आफूले भोगेको छु यहाँ माथि चाहिँ के हुँदैछ हो के गर्दैछ हो दिदीहरू यहाँ दिदीले अचार बनाइसक्नुभयो पाक्दैछ खै हो रोटी कता बन्दैछ कस्तो भन्यो हो रोटी दामी छ दामी छ दामी छ हो रोटी आयो के भिडभाड गरेको आयो यहाँ भिडभाड नगर नि सुगरको रोगी भएपछि अब टाइम टाइममा खानु पऱ्यो नि त होइन गाह्रो छ नि त्यो चाहिँ नुन हो नुन खोर्सानी मैले पिसेको हो नि फेरि भाइ त फेरि यस्तो कुरामा त नि हट कडा टिमुर पनि छ सबै कुरा मिलाएर पिस्छु नि म अहिले खानेकुरा बनाउनु त म फेरि खतरनाक हो नि हो मिठो छ ल साँच्चीकै ढाँटेको होइन कि म खानेकुरा बनाउँदा दामी नै बनाउँछु क्या एकदमै दामी केटाहरू यहाँ भिडभाडै मात्रै गर्छौ तिमीहरू के हो मोबाइल चाहिएको हो मोबाइल चाहिएको अनि मोबाइल देऊ नि त अनि केटाहरूलाई मस्ती छ होइन खोइ त मोबाइल कसले हेरेन आएन खोइ मोबाइल
ए ल ल ल भात चढाउने रेडी हुँदैछ माथि चढाइसकेको छैन माथि हुनुहुन्छ ए माथि चाबी मलाई थाहा छैन भित्रै होला